Hello everyone, this is Sheila and welcome back to my YouTube channel. अनि आज चाहिँ मैले हजुरहरुको सामु डियाफो शपिङ हल भिडियो लिएर आएकी छु। हेर्न सक्नुहुनेछ हामी चाहिँ यहाँ डियाफो आइसकेका छौं, म र मेरो बुढा, र हामी चाहिँ यसरी कार पार्किङको टोकन लिएर कार पार्किङतिर लाग्यौं। आज चाहिँ म डियाफो धेरै पछि आएको छु। लास्ट टाइम चाहिँ म ज्यानमा आएको थिए भने अहिले चाहिँ मार्चको एन्डिङ भइराको छ। अनि यहाँ चाहिँ मैले एउटा दिदीले भनेको सुनेको थिए डियाफोमा एकदमै सेलमा लुगाहरू राखेको छ। सो लेट्स सी कुन कपडाहरू कस्तो कपडाहरू सेलमा राखेको छ। म चाहिँ आज शपिङ गर्न लागेको, सेलमा छ भन्ने मात्रै लग्छु, नत्र भने चाहिँ लग्दिन। फर्स्टमा चाहिँ वान अफ माई फेभरेट डोटी हेर्न सक्नुहुनेछ। मेरो चाहिँ प्राय जस्तो 90% लुगा चाहिँ डोटीको नै छ। अनि फर्स्टमा जानुभन्दा अगाडि नै वालमा त्यहाँ लेखेको थियो कि नथिङ ओभर $25 भनेर। सो म चाहिँ भित्र गएँ अनि मैले यति धेरै लुगाहरू चुज गरेँ। अनि यतिकै नर्मल्ली मैले चाहिँ त्यहाँ लुगाहरू चुज गरिरहेको थिएँ। अनि मेरो बुढाले चाहिँ यता देख्नु भएछ क्या सर्ट्सहरू, त्यो नि $10 मा। बुढी हेर त यहाँ $10 मा सर्ट्सहरू छ भन्नुभयो। कसम भने यही सर्ट्स मैले अस्ति जानमा जाँदाखेरि $34 हालेर लिएर आएको क्या। अनि अहिले चाहिँ $10 अरे। हो नो, मैले चाहिँ कतिवटा सर्ट्स लिएर आएँ होला, म हजुरहरूलाई भिडियोमा देखाउँछु ल पछि। आज लुगा चाहिँ मैले मात्रै किने, राम्रो सपिङ यहीँ सकियो र हामी घरतिर लाग्यौं। हेर्न सक्नुहुनेछ म चाहिँ घर आइपुगेकी छु र हजुरलाई चाहिँ मैले यहाँ शपिङ ब्याग देखाएकी छु। दुईवटा शपिङ ब्याग भरेर मैले ल्याइसकेकी छु। फर्स्टमा चाहिँ मैले यहाँनिर अनबक्सिङ गरेँ यो व्हाइट कलरको टप्स। यो चाहिँ एकदमै राम्रो छ, प्राइस चाहिँ म भन्दिनँ। अनि यो चाहिँ रहेको छ प्यान्ट ब्ल्याक कलरको, एकदमै स्ट्रेचेबल र कम्फर्टेबल छ। अनि यो चाहिँ रहेको छ मेरो सर्ट स्कर्ट, यो नि एकदमै राम्रो छ। अनि यो चाहिँ रहेको छ फ्लावरिङ टी सर्ट र यसको चाहिँ तल स्कर्ट नि छ, यसको चाहिँ सेट नै हो, जुन चाहिँ मलाई यो मेरो हस्बेन्डले चुज गरिदिनु भएको एकदमै राम्रो छ भनेर। र नेक्स्ट रहेको छ यो टप्स, यो चाहिँ मैले समरमा लाउनलाई हुन्छ भनेर ल्याएको। अनि यो चाहिँ थियो त्यहाँ विन्टरको टी सर्ट, अनि मलाई एकदमै मन परेर मैले यो नि ल्याएँ। यसको फ्लावरिङ हेर्न कस्तो राम्रो छ। अनि मैले चाहिँ आज 3वटा ज्याकेट नि लिएर आएकी छु। फर्स्टमा चाहिँ रहेको छ यो व्हाइट कलरको ज्याकेट, जुन चाहिँ एकदमै राम्रो छ, हेर्न सक्नुहुनेछ, मलाई चाहिँ एकदमै मन पर्यो। अनि सेकेन्डमा चाहिँ रहेको छ हेर्न सक्नुहुनेछ यो क्रिम कलरको ज्याकेट, जुन चाहिँ सर्टमा छ। अनि यो चाहिँ प्यान्टहरूमा लाउँदा एकदमै राम्रो देख्छ। र यो चाहिँ जाडो महिनामा किन्दा चाहिँ यो ज्याकेट एकदमै महँगो पर्थ्यो, तर अहिले समरमा किन्दा चाहिँ हल्का सस्तो परेको। र थर्डमा रहेको छ यो ग्रिन कलरको, यो भेलभेटको कस्तो छ क्या, मलाई त भन्न नै आएन, तर यस्तो राम्रो छ नि, यो भिडियोमा भन्दा नि अझ रियलमा एकदमै राम्रो छ। अनि मैले यो नि लिएर आएँ। अनि अब चाहिँ पालो सर्ट्सको हेर्न सक्नुहुनेछ मैले कतिवटा सर्ट्स ल्याएँ भनेर। प्राइस चाहिँ हजुरहरूले अघि नै थाहा पाइसक्नु भएको छ, जस्ट इन $10। कलर चाहिँ हेर्न सक्नुहुनेछ ब्ल्याक, ब्लू र व्हाइट कलरको सर्ट्स चाहिँ हल्का ग्राउन्जमा छ फ्रन्टमा। म चाहिँ किन खुसी भएको भने लास्ट टाइम म मेरो हस्बेन्डसँग जाँदा होइन, साँच्ची मैले यो स्कर्टको प्राइस धेरै भएर मैले नलिएर आएको क्या। तर अहिले चाहिँ यसको प्राइस यति कम थियो अनि मैले खुसी भएर फर्स्टमा नि यही स्कर्ट समातेर ल्यायो होला। लास्टमा रहेको छ यो फ्लावरिङ वान पिस, हेर्नु न यसको प्रिन्ट कति राम्रो छ। मेन चाहिँ मलाई यसको यो कपडा छ नि यस्तो शीतल छ नि, मैले त्यो भएर लिएर आएको यो। आशा छ हजुरहरू सबैजनालाई मेरो यो भिडियो मन पर्यो होला भनेर। हजुरहरू सबैजनाले मेरो यो भिडियोलाई सकेसम्म सेयर गरिदिनु र सबैजनाले माया गरिदिनु होला। बाइ बाइ।